त्यही भनेको हामी पो छिरे जस्तो गरिदियो त हामी पो छिरेकै होस् न भाइ जस्तो अरे लाग्के सुन भन एउटा एकदमै इमोसनल डायलग हान्न मन लाग्यो यो भन न कुरामा त ल सुनाउ न त दुईजना एउटा मिठो सुन्नै पर्ने हुन्छ। दिदी भनेको भाइको छाया हुन्छ, त्यसैले भाइ जता जता दिदीको त्यतै त्यतै माया हुन्छ। स्याम्पू किनेर ल्याइज नत्र कपालभरि चाया हुन्छ बुझिस्। के गर्नु त्यो चाया निकाल्न पनि दिदी नै चाहिन्छ। चाया परेको यस्तो लायो हुन्छ। त्यही चाया परेर त दिदीको माया पाइन्छ। कस्तो बुद्धि ओ गॉड। त्यही चाया पर्यो भने त यस्तो नयाँ नयाँ चिज ल्याइन्छ ल्याइन्छ लगाइन्छ। सोचौँ न सोचौँ त्यसपछिको डायलग सोचौँ न अलिकति उता अलिकति भित्र बाथरुममा एकचोटि टोयलेट बस्दै गरेर सोचे पनि हुन्छ। सोचिरहनु भयो हजुरले थाहा मलाई। सोच्नुहोस् गाह्रो पर्यो है। पानी भयो जेरी छ पोरी छ यस्तो स्किन केयर त हाम्रो दिदीलाई जरुरी छ। कहाँ भन्ने बित्तिकै कहाँ पाइन्छ दिदीलाई त म यो घरमै ल्याइन्छ। ओ वाह गुड। मिलेन क्या हो हाम्रो चाहिँ हाम्रो नमिल्यो भने पनि हामी अलिअलि मिलाइन्छ। मिलाइन्छ। ठिकै छ। त्यस्तो आज आएर त्यस्तो प्रोडक्ट कहाँबाट पाइन्छ। ओहो मेरो दिदीलाई त मुख धुन पनि सरफ चाहिन्छ। हल्का ठुस गनाइन्छ। होइन होइन मलाई त सरफ चाहिन्छ, मेरो भाइलाई त गाइस हार्पिक नै चाहिन्छ। हल्का ठुस गनाइन्छ के गर्नु नुहाउँदाखेरि भाडा दिने साबुन लाइन्छ। अनि भाडा धुँदा चाहिँ के लाइन्छ? मलाई भाडा धुँदाखेरि त खै के पो लाइन्छ क्रिम लाइन्छ होला होइन। ठिकै छ ठुस गनायो भने पनि भाडा धुने साबुन लाइन्छ। तर तिमीलाई चाहिँ के हो भाइ, तिमीलाई त लाइजर हालेर नै बाँच्न ल्याउनु परिन्छ। मान्छेलाई हँस उठिसकेको छ। अलिकति राइमिङ खालको हुनुपर्छ क्या पराइन्छ गराइन्छ लाग्ने त्यो भएन। अलि दिदीको मिलेन मिलेन यसको। सुन्नु फेरि दिदीको मिलेन भन्न नि मिल्दैन। दाइको पनि खासै चाहिँ मिलेको खासै मिले होइन, त्यस्तो कम्प्लिट त कसैको पनि छैन। मेरो चाहिँ अलि मिल्या जस्तो पारा चाहिँ लेउला जस्तो भएको हो कि भएको थियो तर उसको पनि त्यस्तै भयो फेरि लास्टमा। अस्ति भर्खर गर्लफ्रेन्ड बनाएको भागी खेमेको कोठा निलो टोयलेटको लागि मन्साको लुगा रातो बाथरुमको लागि। दिदी हाने त सबैलाई थाहा छ फेरि उसलाई सबै थाहा छ को कहाँ युज हुन्छ। सफा गर्ने मान्छे त्यो उही हो नि त फेरि। हार्पिक सब थाहा नि त उसलाई। जे भन्के जित्न सकिनस् हेर अहिले मैले जितेँ भनेपछि अहिले फेरि त रुन थाल्छस् है। भाइको आँसु हेर्न सक्दिनँ म। हार्पिक रातो टालो कुलबोई दाइकै हो टोयलेट सफा गर्ने पालो। वाह ब्रदर वाह। यो हो नि त यो हो के आज आएर मैले सही भाइतिर म भेट भइसक्यो भन्ने कुरा मैले बुझिसकेँ। यो हो के हारो 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 हारो। जित्यो चल। बिचरालाई त गेममा मात्रै जित्न दिन्छु मैले, अरू कुरामा त कहाँ सबै कुरामा यस्तो कुरामा पनि कुलबोई दाइले जित्नु भएन। अब दाइ टोयलेट सफा गर्ने होइन। वाओ ब्रदर पन्चमाथि पन्च। ओ ढाड चिलायो कनायो बट ट्यालेन्ट ब्रदर कस्तो सास गनायो।
कुलबोई दाइले त हानेकै हो, तर यो दाँत मार्न कोलगेट लागेकै हो। वाह वाह भाइ वाह वाह। अब यस्तोमा पनि गनायो भने चाहिँ हजुरको नाकै बिग्रिया जस्तो। नाकको जालो फेर्नु बेला भइसक्यो। ओहो ओइ ओइ जोय ब्रदरलाई लिन्छु है। ओ घडी सोचेको राखी पो रहेछ, खेमेको मुख भनेको त मन्साको काखी पो रहेछ। पारस म अहिले त्यहाँ आएर नि तेरो मुख यहाँ लिन्छु है म भनिरहेको छु, यसरी च्याप्छु है मैले दिदी भनिरहेको घडी त यसलाई भन्छ। आज कुलबोई दाइलाई चाहिँ मनिषा दिदीको पिटाइ खाने नै भन्छ। अघि मेरो ढाड चिलाइरहेछ भनेको भए भइहाल्थ्यो नि, म आइहाल्थेँ नि। म आगो हुँ जहाँ पनि बोल्छु, पिटाइले होइन म तिमीहरूको गन्धले ढल्छु। खाना खाँदैन भने खाएर आऊ, के आएको ब्याटल खेल्न, जाऊ नुहाएर आऊ। कुलबोई दाइको नाक बिग्रेकै हो, गन्ध थाहा नपाएकै हो। हामीले त यो लाएको हो, वाह यो यसलाई पर्फ्युम भन्छ। के थाहा उहाँले त फिटकिरी मात्रै युज गर्नुहुन्छ। उहाँको जागिरै अलिक गाह्रै भयो जस्तो। यसलाई नङ हिन्दीमा नाखुन भन्छ, नुहाएकै छैन होला अहिलेसम्म, यसलाई साबुन भन्छ। हिन्दीमा यसलाई बाल भन्छ। ओ माई गड, यो भाइ कति बोल्छ। भिडियो त मिलेन र। खाना दिए खानी हो नत्र घिच्नी हो। आफ्नै पार्टनरले मिल्दैन भने त्यतिकै नि अघि मैले 2-4 चोटि वा भनिन। वाह 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 वाह। खाना दिए खानी हो नत्र घिच्नी हो, के गर्नु, यस्तालाई त बोलेरै जित्ने हो। अरू त गर्न सक्दैनौ नि त, बोलेरै जित्न त सक्छौ नि होइन, एउटा त्यही बोलाइ त छ नि। अरू त हुनु पर्यो नि पावर। जेस कुलबोई दाइलाई मान्नै पर्छ। मनिषा दिदी उहाँको रुम एकचोटि जानै पर्छ। सही भन्यौ। अब त्यसले सफा गर्नेको केही मिलाउन लागिसक्यो हेर, त्यसको दिमाग त्यसले सोच त लहा भनेर फर्स्टमा मलाई थाहा हुन्छ, अरूले कसरी थाहा नभएन भने। म जस्तो भाइ जिन्दगीमा पाउनुपर्छ, रुमभित्र अगाडि पनि नुहाउनु पर्छ। मिलेन यो मिल्यो कसरी मिल्यो राइम्स मिल्यो। सुन त्यसमा ग्रामर जस्तो भाइ पाउनलाई म जस्तो भाइ सम्झिने हो, पाउनुपर्छ। म जस्तो भाइ सबैले पाउनुपर्छ। सुन, म जस्तो भाइ सबैले पाउनुपर्छ। रुम छिर्नु अगाडि तिमीले पनि नुहाउनु पर्छ, बनाएर आउनु पर्छ। यस्तो भन् बरु, म जस्तो भाइ सबैले पाउनुपर्छ। एकछिन है, मेरो रुममा आउनुभन्दा अगाडि मैले पो नुहाउनु पर्छ भनेर बनाउनु पर्यो त्यो। हो त्यो मिल्यो बरु। एकछिन नआऊ, पहिला मैले नुहाउनु पर्छ भनेर बनाउनु बरु त्यो। ओहो ढाड चिलायो, कनायो, बोली कि पो रहेछ, म त गोबर गनाएँ। ओहो मलाई त के आएन दिदी, पेल्नु न पेल्नु। ओहो त एकछिन च्याट जिपिटी गर्नु पर्ला जस्तो छ। यो त लुकी गरेर राखेको जस्तो लाग्यो मलाई। उतापट्टि त्यहाँ लेटर उता लेखिरहेको भनौँ तलतिर सिकाऊ, हल्का हाँसेर बस्छु भाइ। उतापट्टि पुरा चिटका साथ उ गरेर आएको छ अनि उता गइरहेको छ। धेरै खुट्टा यस्तो नगरौँ, यता कट्टु पनि फाटेला। खेमे ब्रदर बाहिर ननिस्किनु है, अस्ट्रेलियामा खसी भनेर काटेला।
गनायो भन्दै उता गएर छादेको त्यो त कुले नै हो कुलेले नै हो पादेको पादेको गाइस गुड गुड दामी दामी नाइस यहाँसम्म पनि आएन यहाँसम्म पनि आएन के यहाँसम्म पनि आएन अब कहाँ आउँछ त आफूले पादेको कहाँ गनाउँछ पनि आएन त्यही त अर्काको मुखमा पात्दिन होइन अर्कालाई यस्तै काकी च्यापेर अर्कालाई काकी सुँगाइदिन बाइक जला के आउँछ याद गर अरूको अगाडि नभन् दुनियाँको अगाडि नभन् मेरो मलाई घरमा भित्र भन्न पाइ मलाई भनेछ गाइस सबैले आफैले गर्छ त्यो ठिक छ धेरै भयो बुझेनौ यो तिमीहरूको दुईजनाको ब्याट धेरै भयो सुन दम छ हामी रेडी नै थिएनौँ त्यही पनि हामी आएर यति भन्नु भनेको हामी धेरै फ्रिस्टाइल फ्रिस्टाइल हामी के वर्षौँदेखि तिमीहरूको लागि यो दुईजनालाई एक दिन बोलाउँछु अनि म यस्तो गर्छु भनेर मैले वर्षदेखि प्लानिङ गरेको थियो एक वर्ष अगाडि के थाहा मेरो लागि त यसले प्लानिङ गरेकै हो खेमेको मलाई थाहा होइन मेरो लागि त यसले पहिले सुरु रटेर आइसकेको मेरो पनि लागि नि यहाँ पुरै कमेन्ट सेक्सन भरिमा के लेख्यो भने दिदी यहाँ पुरै कुल भइदाई भनेर आएको थियो सब प्लानिङ यस्तोमा जेमा आफू अब्बल छ नि त्यो हामीलाई गीत गाउन लगा न बरु गीतमा ब्याटल गर्न सक्छस् भने पुरै प्लानिङ थियो छोड्दे गीत छोड्दे असली ब्याटल त अब हुन्छ जस्तो लाग्छ बुझेनौ म आफ्नो कोही एकजना आज म भन्छु प्लिज नखेल त बजा आज त धोबी हार्छस् के आज त म गेम नै खेल्ने भनेर म मैदानमा उत्रेको हो त नै हाई स्कुलमा हाम्रो पनि मान्छे हुनुहुन्छ बोलाउनु पर्छ तर मेरो मन खाएको मान्छे कसैलाई बोलाउँछु ल मन खाएको कसलाई बोलाउँ त म त यसलाई आफूले यस्तो दुःख गरी गरी यसलाई चाहिँ म खाना खुवाउने यो चाहिँ अरूलाई मन खुवाउने के हो गाई जस्तो यहाँ धेरैजनाले 1v2 रे प्लिज यार 1v2 चाहिँ अलिकति गाह्रै पर्छ 1v2 नै भन्यो 1v2 नै गरिदिउँ कि के हो Don't challenge me today, okay? Don't underestimate of the power of the woman. होइन फेरि उहाँ एकजना दिदीलाई मलाई मात्र भने ठिक हुन्थ्यो दिदीलाई शुद्ध च्यालेन्ज त्यही त भएन खेमेको मलाई थाहा छैन खेमेको बिचरा हेर्दै बिचरा सोझो मान्छेलाई यस्तो गर थाहा तर दिदीलाई शुद्ध क्या अब मलाई भयो त ल ठिक छ हाम्रो ठिक छ होइन अहिले जहिले पनि सेम हुँदैन के खोला एकनासले बग्दैन बाबु खोलामा पनि कहिले बाढी उतार चढाव होइन छालहरू आउँछन् थाहा होला नि है कति बिटी दिने हो पदाइ ठुलो हगाई भन्दा ओहो अहिले यहाँ आयो भने 1000 पोइन्ट कटाउन गाह्रो हुन्छ होला यति बिटी चाहिँ किन मन छ कहाँबाट त निकाल्छस् ल मैले कति कटाएपछि चाहिँ त मान्छस् ल भन् ल तँलाई तेरो केही पनि अरू मैले मानिनँ ल भन् भाइ त जितेर देखाउनु भनेको जितेर आइज न त मैदानमा उत्रिन त मैदानमा होइन होइन सुन 1v2 हो कि 2v2 हो भने त्यो भन् म एक्लै पनि बस्न त यार मलाई त्यस्तो त्यो ओके I'm all right. I have. नहीं 1v2 रे 1v2 रे चल बना एउटा बना चल एउटा मात्रै हुन्छ फेरि औरा फार्मिङ गर औरा फार्मिङ 1v2 यो बनाउनु पर्छ ओ खेमे हाम्रो ब्रदरले आउँछ होला 2v1 बनाउने रे हो र नहीं म एकजना कसैले बोलाउँछु अहिले यस्तो सिरियस गीत नलगाउनु प्लिज अलिकति मान्छेहरूलाई पनि उत्साह लगाउने गर खेमे हामी पार्टनर भएपछि अलिकति हुनुपर्छ है हुन्छ हारेला नि त के गर्छ गर पहिला रोग पहिला आफ्नो कोकोलाई शेयर गर्नुपर्ने हो कसैले बोलाउनु पर्ने हो के गर्नुपर्ने हो सबलाई फोन गर म पनि फोन गर्छु यार म गर्छु प्लिज यस्तो फोन गर्ने हजुर शेयर गर्नुपर्छ हामीले शेयर गर्नुपर्छ मेरोमा आफसे आफ्नो इन्ट्री हुन्छ हामी त्यस्तो खेल्दैन भए झेल्ने तैले त मलाई शेयर गरेर त्यस्तो के हो याद गर तैले चाहिँ मलाई किन शेयर गरेको यता पनि आइराछ त यसले मलाई शेयर गर्ने मैले यसलाई शेयर गर्ने जिताउने चाहिँ कसले कसलाई हो नि बुझ्न यता पनि आइराछ को हो यो मान्छे भने दिदी मेरो साथीले भड्काउन कोसिस मलाई शेयर गर्नु दिदी हेर्नु त तिमी नभड्का बुझ्यौ नि ओके दिदी कट्टर पार्टनर हो है एकदम सिरियस भोक्ने वाला कुत्ता कभी टोक्ता नहीं भन्ने बुझिस् कि बुझिने हामीले त भोकेकै छैनौँ याद गर म त गाइज है बोल्नेवाला केही छैन कि म बोल्नेवाला केही छैन म त आज तैँले हेर्छस् चल आज तैँले हेर्छस् बुझिस् पक्ने रेडी ल आऊ चल 1v2 नै हो 1v2
एक्सेप्ट डन भन्छ एक पख कति हतार भाइ हार्नलाई कति हतार हुन्छ भाइ मान्छेलाई गाइज सुत्ने भाइ यहाँ चस्मा लाउनलाई छ यो चस्मा त फेरि हेर्दै जान अहिले अब कपी क्याट गर्न सुरु हुन्छ गाइस है कपी क्याट मेरो त क्लियर ग्लासेस हो नि मेरो यो त मेरो क्लियर ग्लासेस हो नि ओ माय गॉड Let's go, guys. ओए किला यो त डेक्ची सेक्ची जस्तो छ त यार यो मासु सुमानले डेक्ची जस्तो छ त अस्ति वाइलिङ गरेको बेला यो डेक्ची सेक्ची हालेको टाउकोमा यार यो चिया सेवन ज्युरी सुट जस्तो गाइज कम ऑन लेट्स गेट हिम गुड टू सी यू राउंड रिजेक्ट दी लेट्स गो सबजना दुनिया है मचदी सबजना से गर्नु पर्यो लेट्स गो कम ऑन गाइज कम ऑन टक्कर खै त टक्कर उ खेमेले राम्रो आखा उ गरेर आएको छ बरु खेमेको पोइन्ट्स बेसी छ अलि बिस्तारै बिस्तारै हुन्छ हाम्रो एकैचोटि हुँदा हामी तर्साउँछौँ कि लास्टमा आउने हो क्या लास्टमा कति अन्डर एस्टिमेट गर्न पनि हुन्छ भने हेरौँला एस्टिमेट गर्न हुन्छ भाइ हेप्ने के गर्दै गर्थ्यौँ भन त के गर्दै स्लिप 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 सुतेर सुतेर लेट्स गो मेडिटेसन हान्दै पनि होइन होइन यार त्यो हान्नु पर्यो गेम लेट्स गो ओ मेडिटेसन गरौ गाइज है कम ऑन कन्यास लिनुपर्छ हामीसँग आनन्दले यहाँ हाम्रो आगा फेरि हाँस्छन् मात्र भाइ प्लिज डबल ट्याप पनि गर न भाइ कुदै क्या भाइ एकछिन पानी छम्किन्छु एकछिन है पानी नछम्केसम्म उठ्दैनन् कि गुड गुड ओ गुड हेलो बोलाउ न तिमीले बोलाउ न एकछिन आउनु न हारे त गेम दोस्तो कुरा गर्नु भाइ के यस्तो बेगर हुन्छ हाम्रो अहिले कहाँ गयो भाइ मेरो पार्टनरहरू ल म्युट भनेको त अनम्युटै दिदी सुनिरहेको हो र गाइज ओहो लेट्स गो गाइज लेट्स गो ओहो यतापट्टि निन्द्रै पुरा जस्तो छ यतापट्टि एउटा गुलाबको फुल आइरहेको हारेको फेरि प्लिज मलाई बचाऊ ग्याङ 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 गाइज कमान वेलकम दिपेश आज मलाई जसरी भए पनि जित्नु छ प्लिज दिदी घटाएर हानिसक्यो उताबाट हामीले एक्सेप्ट गरिसकेका छौँ के छैन हाम्रो लास्ट मोमेन्टमा हुन्छ लास्ट मोमेन्टमा है म पनि त्यही आश गरेर चाहिँ अब भगवान् भरोसा हुनु पर्यो जस्तो अहिले मैले गरेर उठाउनु पर्छ कि त्यहाँ त्यस्तो हुन्छ है ल अहिले त्यो ग्यास्ट्रिकबाट अहिले हामीलाई सुनेर आयो नि त्यो भित्र अड्किन्छ अहिले याद अहिले नो प्रब्लम ठिक छ अलि ऊहरू सिरकहरू अलिक खुलेर गर्नु है ढल बस्ला फेरि त्यही त नि भित्रै गएर फेरि त्यही आउला फेरि आफै गाह्रो पर्छ मलाई यो पक्कै पनि गेम सकेपछि आउला जस्तो लागिरहेको छ है दिदी रेडी भएर बस है रेडी भएर गिफ्ट हान्ने मान्छे छैन गाइज गिफ्टर आउट गेम बचाओ कोही कहाँ गएको लास्टमा सातो लिने गरेर कोही आयो गिफ्टर आउट गेम बचाओ
फेरि अहिले हाम्रो गिफ्टर सुतिरहेको रहेछ नि त बेस्ट अफ 3 भन्दा छन् कि यहाँ फर्स्ट गेम त यतिकै खेलौँ भरे गिफ्टर पनि उयो भइरहेको रहेछ भाग्यो होइन त त्यो के हो भाइ गएको के झ्याप्पो पारेर बत्ती गएको बत्ती म आएँ बत्ती गएको डोन्ट बिग स्टुल स्टुल If your fart, yeah. Stool so small, fart so big. हकै भन्दा पदै ठुलो किन्न हँ सुन हँ यतिकै छोडिदेऊ भाइलाई छोडिदेऊ नगर बिचारा हामी फेरि बाइटिङ नथिङ सुन कुकुरले तोक्दैन हँ भुक्नेवाला कुकुरले टोक्छ बुझिस् नि टोक्छ अवश्य नै टोक्छ एक दिन त्यसलाई जिस्काइरह्यो भने टोक्छ ब्रदर टोक्छ एक दिन टोक्छ नै लिसन नट स्विङ 100 सक नौमा चिने पिङको 100 झड्का पारा पनि लिमिटमा देखा के पारा यो कसरी झार्ने के गाइज म 1 versus 1 गर्नु न बल्ल हुन्छ अनि थाहा हुन्छ भनिरहेछ मान्छेले म यस्तो रुन्छ के यो गाइज रुन्छ देखेनौ एउटा के गेम कतिमा जितेछ रुन लागिसक्यो भनेपछि अब मैले फेरि गरेँ भने यो रुँदैन गेट आउट अफ दिस प्लेटफर्म यु अल्सो गेट आउट फ्रम दिस एरिया दिस इज नट योर एरिना एन्ड दिस इज नट योर ओ माय Arena? बुलेट पुन्डु बाबु यता This is your surrounding is not here, okay? Your surrounding. I don't want this battle, but you this encourage me. Why you encourage me Look. to play game? हारिसकेपछि साइड चुपचाप लागेर साइड लाग्नुपर्छ क्या बुझिन म हारेको छैन म त कहाँ हारेको छु म अनि के हो त्यत्रो अनि पोइन्ट अनि ऊ त्यो भइसक्यो त खेमेले गर्दा हारेको नि मैले गर्दा हारेको हो र तेरो पोइन्ट पनि आएको जित्थ्यो कि बिचरा त्यो खेमेला मात्र किन म गर्दैछु सुन म खेमेको पुरै खेमेमा डिपेन्ड परेको थिएँ तर अहिले म डिपेन्ड परेको छैन कसैमा लिसन वान थिङ I is listening already. My can is एकदमै opening. Tell. गेट आउट नट डुइङ ब्याटल्स